Hi guys, welcome to my blog. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै नै छु। अब चाहिँ म स्कुलबाट आएर घुम्नलाई निस्किन लागेको र अब उता हिँड्नुपर्छ। अहिले चाहिँ म भान्जाकोमा आइपुगेँ। साइनोले जे भए पनि हामी चाहिँ मामा भान्जा भन्छौँ र म चाहिँ भान्जाकोमा आइपुगेँ। अब म चाहिँ घुम्नलाई भान्जासँग जान्छु र यहाँ चाहिँ घर छेउमै बिहेको गीत बजिरहेको रहेछ। यता चाहिँ भान्जा हुनुहुन्छ र भान्जाले चाहिँ आगो फुकिरहेको छ र यहाँ चाहिँ गोङ्गी पकाउन लागेको। यहाँ चाहिँ गोङ्गी भिजाएर राख्नु भएको छ र भान्जा यता चाहिँ र मैले पनि यहाँ आगो फुक्न सहयोग गरिदिएको छु र हामी चाहिँ आगो फुकिसकेर अब निस्किनु पर्ने हुन्छ। अनि भान्जा र म चाहिँ घरको काम भान्जाको सकेर निस्क्यौँ घुम्नलाई र निस्किँदै पानी पनि पर्न लागेको छ र रात पनि पर्न थाल्यो। 5 बजिसकेको थियो र त्यो डाँडा पछाडि चाहिँ मेरो गाउँ हो र हामीले चाहिँ फेरि भान्जाको साथी भेटायौँ। बाटोमै भान्जाको साथी चाहिँ सानो भाइसँग खेल्दै रहेछ साइकलमा र हामीले हाई भनेको हाई भन्यो र हामीतिर साइकल लिएर फर्किँदा हाम्रो चक्करमा साथीले लडाइ त हाल्यो भाइ, तर भाइ चाहिँ रुन चाहिँ रुएन। तर साइकल अर्को बेला उठायो। अगाडिको चाहिँ हाम्रो स्कुलको फार्म हो र हामी चाहिँ यही फार्ममा आएको र भान्जा र म चाहिँ फार्म पुग्यौँ। फार्ममा त सरहरू पनि धेरै हुनुहुँदो रहेछ र सरसँग कुराकानी गऱ्यौँ। हामीले त्यो रुख पनि डाल्ने भन्यौँ र यता हाम्रो फार्ममा चाहिँ पोखरीहरू पनि छ। पोखरीहरूमा चाहिँ मान्छेले लान्छ भनेर बाँसहरू पनि हालेको हुनुहुँदो रहेछ सरहरूले। हामी चाहिँ धेरै दिनपछि गएको थियौँ र हामी चाहिँ एकछिन उतातिर घुम्न गयौँ र अनि हामी चाहिँ घुमेर अब फर्किन लागेको भन्दा नि रोड आएको। अब हामी चाहिँ फर्किन्छौँ। जुन पनि देखिहाल्नु भयो र यो चाहिँ इभिनिङ भ्यू सबैजनाले हेरिदिनु होला। क्यामेरा अलिक कालो आइरहेछ, त्यति साह्रो अँध्यारो त छैन, त्यही पनि अँध्यारो भइरहेछ। हामी चाहिँ घर फर्किसकेको र देख्नुहुन्छ अहिले चाहिँ हामी बजार एरियामा छौँ। भान्जा चाहिँ यता साइडमा छ र मलाई पुऱ्याउनु जाँदैछ भान्जा चाहिँ र म चाहिँ देखिरहेको छैन भनेर भान्जाले म गरिदिन्छु मामा भनेर चाहिँ गरिदिनु रहेछ। त्यही छेउमा बिहे छ, ऊ चाहिँ बिहे हेर्दै हिँडिरहेछ, म चाहिँ कुनै हिँडेँ र अब चाहिँ भान्जाले खिचिदिन्छु भनेर भान्जाले खिचिदिनु थालेको छ ब्लग। अनि घर नजिकै आउँदा त ठेस लागेर म त झन्नै लडिहालेँ। तर लड्न चाहिँ लडिनँ। भान्जाले राम्रोसँग हिँड्नु मामा भनेर कराउँदै थियो र हुन्छ भन्दै हिँडेँ हामी चाहिँ र